के अब प्रचण्ड र बाबुराम माथि कानुनी कारबाहीको ढोका खुल्यो? सर्वोच्च अदालतको पछिल्लो निर्णयले नेपालको राजनीतिमा नयाँ बहस सुरु गरेको छ। दण्डकालमा बाल सैनिक प्रयोग गरिएको आरोपमा पूर्व बाल लडाकु लेनिन बिष्ट सहित 9 जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले महत्त्वपूर्ण आदेश दिएको छ। अदालतले पूर्व बाल सैनिकहरूको न्याय पहिचान र परिपूरण सुनिश्चित गर्न परमादेश जारी गरेको हो। यद्यपि केही सञ्चार माध्यमले प्रचण्ड र बाबुरामलाई युद्ध अपराधमा सिधै मुद्दा चलाउन आदेश भनेर प्रचार गरे पनि सर्वोच्चले त्यस्तो प्रत्यक्ष आदेश दिएको छैन। अदालतले मुख्य रूपमा पीडितको अधिकार र न्यायको विषयलाई सम्बोधन गरेको देखिन्छ। तर कानुनीविदहरूका अनुसार यो निर्णयले द्वन्द्वकालीन घटनामाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढ्ने सम्भावना भने बढाएको छ। विस्तृत फैसला सार्वजनिक भएपछि यसको वास्तविक प्रभाव अझ स्पष्ट हुनेछ। तपाईको विचारमा द्वन्द्वकालका सबै घटनाको सत्य भएर आउनु पर्छ कि पर्दैन? कमेन्टमा आफ्नो मत लेख्नुहोला।